संविधान जारी गर्नु पूर्व प्राइम मिनिस्टर इन वेटिङ झैँ देखिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेल र विष्णु रिमाललाई चीन पठाए झैँ प्रदीप ग्यावालीलाई भारततर्फ दूत बनाई पठाएका थिए। दिल्लीमा ग्यावालीले सत्तारूढ दलका नेता, प्रशासन यन्त्र र सुरक्षा संयन्त्रका अधिकारीहरूलाई भेटेर संविधान निर्माणमा समर्थन जुटाउने कोसिस गरे। सबभन्दा महत्त्वपूर्ण भेट 2072 भदौ 30 गते राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको कार्यालयमा भयो, जसमा विदेश सचिव एवं जयशंकर, विदेश मन्त्रालयका नेपाल डेस्क प्रमुख अबे ठाकुर सहित सुरक्षा निकायका अधिकारीहरू थिए। यहाँ 45 मिनट जति कुराकानी भइसकेपछि जयशंकरलाई कतैबाट फोन आयो। उनले एउटा टिपोट डोभलाई दिँदै भने, अब के कुरा गरिरहनु? नेपालमा संविधान सभाले संविधान पारित गरेको खबर आएको रहेछ। तर डोभले जयशंकरको भनाइलाई महत्त्व दिएनन्, कुराकानी जारी राखे। त्यहाँबाट निस्कँदा ग्यावालीले ठानेका थिए भारतले संविधान प्रति चिसो स्वागत जनाउनेछ, मधेसीलाई नसमेटिएको भन्दै गुनासो गर्नेछ, ठूलो स्तरको असहयोग वा विरोध चाहिँ नगर्ला। तर उनले ठाने जस्तो भएन। डोभले ग्यावालीलाई साँझ फोन गर्नु भनेका थिए, न उनको फोन आयो न त सकारात्मक सन्देश नै, बरु भोलिपल्टै जयशंकरलाई भारतीय प्रधानमन्त्रीको विशेष दूत बनाएर काठमाडौँ पठाइयो संविधान घोषणा समारोह रोक्ने उद्देश्य सहित। तर जयशंकर आफ्नो उद्देश्य सफल भएन। भारतीय संस्थापनको भित्री अभिरुचि धार्मिक मुद्दासँग पनि घाँसिएको रहेछ। दिल्लीको एक भेटमा ग्यावालीलाई सत्तारूढ भाजपा महासचिव राम माधवले प्रश्नसँग भनेका थिए, हेर्नुस्, नेपालबाट आफ्नै कारणले राजतन्त्र गइसक्यो, त्यसलाई फर्काउनु पर्छ भन्ने हाम्रो कुनै सोच छैन। तर नेपालले हिन्दू धर्म छाडेको चाहिँ हामीलाई मन परेको छैन। संविधान निर्माणका बेला धार्मिक मुद्दा सार्वजनिक बहसको ठूलो विषय बनेको थिएन, तर त्यसमा भारतीय पक्षको निकै चासो रहेछ। प्रचण्ड र शेरबहादुर देउवाले 2072 सालमा गरेको भारतको छुट्टा छुट्टै भ्रमणमा त्यसको छनक पाएका थिए। त्यस बेला उनीहरूले त्यहाँ राष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, गृहमन्त्री लगायतका उच्च राजनीतिक नेतृत्वसँग कुराकानी गरेका थिए। यता नेपाल संविधान सभाले संविधानको पहिलो मस्यौदा पारित गरेर जनताको राय संकलन गर्दै थियो। त्यस अवस्थामा दिल्लीमा दुई पूर्व प्रधानमन्त्रीबाट मूलतः दुईवटा कुरामा प्रतिबद्धता खोजियो। एउटा, मधेसी दलहरूलाई पनि समेटेर संघीयता सहितको संविधान जारी गर्नु पर्यो र अर्को, संविधानमा धर्मनिरपेक्षताको प्रावधान राख्नु भएन, नेपाल हिन्दू राज्य नै रहेको सन्देश कुनै न कुनै रूपमा दियोस् भन्ने भारतीय पक्षको मत थियो। प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीको गृह देश गुजारा पुगेर नेपालमा इसाईकरण भइरहेको भनेर असन्तुष्टि प्रकट गर्दै आफू धर्मनिरपेक्षताका पक्षमा नरहेको सन्देश दिन खोजे। यसै गरी देउवाले दिल्लीबाट फर्केपछि भने, म आफैले धर्मनिरपेक्ष राष्ट्रको साटो धार्मिक स्वतन्त्र बुझिने शब्दावली राख्न दलहरू सहमतितर्फ गराइएको जानकारी भारतलाई गराएको थिए। संविधानमा धर्मनिरपेक्षता नराख्ने, धार्मिक स्वतन्त्रवाद, यसै कुनै शब्दावली प्रयोग गर्ने भनेमा दलहरूबीच छलफल चल्यो। काङ्ग्रेस एमाले र माओवादीका शीर्ष नेता धर्मनिरपेक्षमा नराख्न तयार भए पनि संविधान सभा संवाद समितिको सभापति रहेका बाबुराम भट्टराई सहित केही नेताले त्यसको प्रतिवाद गरे। अन्तिममा धर्मनिरपेक्षको प्रावधान राख्दै संविधानको धारा 4 मा त्यसलाई यसरी परिभाषित गरियो, धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृति संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्र सम्झनु पर्छ। संविधानमा धर्मनिरपेक्षताको परिभाषा मूलतः भारतको हिन्दूवादी राजनीतिक नेतृत्वलाई रिझाउन राखिएको थियो। त्यसले उनीहरूलाई पुगेन। धर्मनिरपेक्ष राखिएकैमा उनीहरू रुष्ट भइरहे। धर्मनिरपेक्षताको प्रावधान भएकै कारण नेपालमा इसाई धर्मान्तरण बढेको भन्दै उनीहरूले आपत्ति जारी राखे। यता पश्चिम मुलुकहरूले धर्मनिरपेक्षको परिभाषा थाम्नुलाई इसाई धर्मको खिलाफ बन्ने ठाने। आखिरमा यो न
बिना शर्त धर्मनिरपेक्ष भयो, न त हिन्दू धार्मिक राज्य कुनै पक्ष पनि खुसी भएनन्। भारतीयहरूले आफूलाई संविधानको बर्खिलाप उभ्याउनको औपचारिक कारण चाहिँ मध्ये मधेस मुद्दालाई बनाएका थिए। उनीहरूले मधेस आन्दोलनलाई सम्बोधन नगरी संविधान लागू हुन नसक्ने, त्यसले गर्दा सीमा क्षेत्रमा अशान्ति भइरहने र त्यसबाट सीमापारी समेत असर पुग्ने भन्दै आफ्ना सरकारहरू राखेका थिए। भारतीय दैनिक इन्डियन एक्सप्रेसले त प्रस्तावित संविधानका 7 प्रावधान सम्बोधन गर्नुपर्ने प्रस्ताव नै दिल्लीले राखेको दाबी समेत गरेको थियो, जसमा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र तय गरिनुपर्ने, समानुपातिक समावेशी प्रतिनिधित्वको व्याख्या हुनुपर्ने, अङ्गीकृत नागरिकता लिएकाले पनि राष्ट्रको उच्च ओहदामा जान पाउनुपर्ने, थप 5 जिल्लालाई मध्य प्रदेशमा गाप्नुपर्ने जस्ता बुँदाहरू थिए। संविधान निर्माण प्रति भारतका 3 असन्तुष्टि थिए, जसमध्ये 2टा माथि उल्लेखित हिन्दुत्व र मधेस मुद्दा थिए भने तेस्रो चाहिँ नेपालले अभ्यास गरेको स्वर्णिमसँग सम्बन्धित थियो। संविधान जारी गर्दाको अन्तिम चरणमा नेपाली नेताहरूले भारतको मुख नताकेका मात्र होइनन्, चर्को भारतीय दबाव समेत पन्छाएर एक ठाउँमा उभिएका थिए। त्यो स्वर्णीय भारतका निम्ति सबभन्दा आपत्तिको विषय थियो। संविधान निर्माणसँगको नेपाली नेताहरू सत्ता स्वार्थ पनि गाँसिएको थियो, तर उनीहरूले जसरी मुलुकको राजनीतिक स्वामित्वलाई देशभित्रै राख्न खोजे, भारतलाई त्यो चिन्ता बुझेन। 12 बुँदे समझदारीदेखि संलग्न रहँदै आएको संविधान निर्माणको आखिर चरणमा हठात बाहिरिनु परेपछि भारतीयहरू रुष्ट भएका थिए। नेपालले आफ्नो सुझाव र दबावलाई व्यवस्था मात्र गरेर चीनको ढास लिएर संविधान जारी गर्यो भने बुझाउने समेत दिल्लीमा आक्रोश थपेको थियो अनि नेपाललाई पाठ सिकाउने नीति लियो। त्यसैको प्रतिफल थियो 2072 सालको नाकाबन्दी। भारतले नाकाबन्दीलाई नेपालमाथि दबाव दिने भूमि राजनीतिक अस्त्रका रूपमा प्रयोग गर्दै आएको छ, तर अन्तर्राष्ट्रिय वैधता पुष्टि गर्न नसक्ने भएकाले 2072 साल नाकाबन्दीको औपचारिक घोषणा भने गरेनन्, अघोषित रूपमै लगाइयो। नेपालतर्फ आन्दोलन भइरहेकाले सुरक्षा जोखिमका कारण आफ्ना मुलुकका माहौलहरू, आफ्ना मुलुकका मालवाहक गाडीहरू जान नसकेको जनाउ थियो, जबकि सामानको आपूर्तिमा भारत आफैले रोक लगाइरहेको थियो। इन्धन भर्न गएका नेपाली ट्याङ्करहरूलाई भारतीय आयल निगमका रिफाइनरीबाट रित्तै फर्काउन थालिएको थियो, जहाँ आन्दोलन भएको थिएन। जुन नाकामा कुनै तनाव थिएन त्यहाँबाट समेत सामान ल्याउन दिएको थिएन। त्यसैले नेपालमै आन्तरिक कारणले गर्दा आपूर्ति प्रणाली ठप्प भएको भन्ने दाबीलाई कसैले पत्याएनन्। कतिसम्म भन्ने भारतकै 2 भूतपूर्व विदेश सचिव र पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारले समेत आफ्ना पुस्तक र प्रतिवेदनमा त्यसलाई स्पष्ट शब्द भारतीय नाकाबन्दी भनेर चित्रण गरेका छन्। नाकाबन्द गरेको औपचारिक जिम्मेवारी भने मधेस आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लिएको थियो। वीरगञ्ज रक्सोल सीमा नाकालाई धरना र विरोध प्रदर्शनको केन्द्र बनाइएको थियो। खासमा मधेसी मोर्चाले 2072 भदौ 28 को बैठकबाट नाकामा धर्ना बस्ने निर्णय लिनु 3 दिन अगावै भारतले नाकाबन्दी लगाउन थालिसकेको थियो। तथापि त्यस नाकाबन्दीबाट आफ्नो आन्दोलनलाई बल पुग्ने देखेर मधेसी मोर्चाले त्यसको राजनीतिक जिम्मेवारी लिएको थियो। भारतले यस्ता आर्थिक नाकाबन्दी कम्तीमा 4 चोटि लगाइसकेको छ, जो सबै प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपाल चीन सम्बन्धप्रति उसको असन्तुष्टिता जोडिएको देखिन्छ। पहिलो नाकाबन्दी नेपालले चिनिया सहयोगको कोदवारी राजमार्ग बनाउन थालेपछि 2019 सालमा लगाइएको थियो। दोस्रो चिनिया सीमामा राखिएको भारतीय चेकपोस्ट हटाउन भनेपछि 2027 सालमा लगाइयो। तेस्रो पटक 2045 सालमा चीनबाट हतियार किनेको न्यूमा लगाइयो। चौथो 2072 सालमा नेपालले चीनको आडमा संविधान जारी गर्यो भन्ने आवेगमा। सबै हेर्दा नेपालले चीनसँग स्वतन्त्र सम्बन्ध राख्न पाउँदैन भन्ने चिन्ता हरेक पटक झल्केको पाइन्छ। नेपालले चाहिँ सकेसम्म आफूलाई फुकाउन खोजिरहेको देखिन्छ, जस्तो कि पहिलो पटक उसले चीन जोड्ने सडक खोलेको थियो, दोस्रो पटक भारतको सुरक्षा उपस्थिति हटाएको थियो, तेस्रो पटक चीनबाट हतियार नै ल्याएको थियो, चौथो पटक राज्य सञ्चालन गर्ने मूल
दस्तावेज नै जारी गरेको थियो। भारतले सामान्य नेपाली सत्तालाई चेपुवामा पार्ने अस्त्रका रूपमा नाकाबन्दीको प्रयोग गरेको छ। भूपरिवेष्ट मुलुक भएकाले नेपालले तेस्रो मुलुकबाट गर्ने अधिकांश आयात भारतीय बन्दरगाह भएरै आउँछ। बाँकी आपूर्ति पनि भारतसँगको खुल्ला नाकाबाटै हुने गरेको छ। त्यसलाई कुनै नेपालको बहानामा रोक्न साथ नेपालको दैनादी प्रभाव हुन्छ, हाकाहार मचिन्छ र त्यसको राजनीतिक प्रभाव पनि पर्छ। जस्तो कि 2045 सालको नाकाबन्दी पञ्चायती व्यवस्था ढल्ने जनआन्दोलन सृष्टि गर्ने उत्प्रेरण बनेको थियो। 2072 साल पनि 15 दिनभन्दा बढी नाकाबन्दी लगाउनै पर्छ भन्ने भारतीय आकलन थियो, किनभने मधेसमा आन्दोलन चर्किरहेको थियो। उनीहरूलाई व्यवस्था गर्दै संविधान जारी गर्नु ठिक होइन भन्ने बौद्धिक मत काठमाडौँमा पनि थियो। त्यस्तो अवस्था माल सामानको हाकार मचिएपछि जनमत स्वयं सरकार विरुद्ध सोझिन्छन् र अनन्त संविधान पुनर्लेखन गर्नुपर्ने अवस्था आउँछ भन्ने ठानिएको थियो। तर त्यस्तो भएन। जनमत सरकार विरुद्ध होइन, भारत विरुद्ध सोझियो। त्यस्तो किन भयो भन्ने 2045 सालको नाकाबन्दी अध्ययनका वादी सत्ता विरुद्ध लक्षित थियो। 2072 सालमा लोकतान्त्रिक व्यवस्थामा ल्याइएको संविधानलाई तारो बनाइएको थियो। त्यसैले नेपाल भारत विरोधी भावना मात्र भड्किएन, त्यसले चीनसँग सहकार्यको नयाँ ढोका पनि खोल्यो। काठमाडौँबाट जहाज चढेर पूर्वोत्तर दिशातिर उड्दा पहिले हरिया पहाडहरू देखिन्छन् अनि सेता हिमश्रृङ्खलाहरू आउँछन्। त्यो पनि नागेपछि जब नाङ्गा डाँडाहरू सुरु हुन्छन् तब बुझ्दा हुन्छ हामी तिब्बततिर छिरिसक्यौं। यहाँ यार्लुङ छ्याङपो भनिने ब्रह्मपुत्र नदीलाई पछ्याउँदै अलि पर पुगेपछि सुक्खा पठारमा लमतन्न सुतेको एउटा निलो लामो धावन मार्ग देखिन्छ। विमान परिचारिकाले उद्घोषण गरिन्, स्वागत छ याल्सा गोगर अन्तर्राष्ट्रिय विमानस्थलमा। झट्ट सुन्दा याल्सा निकै टाढाको गन्तव्य जस्तो लाग्छ, तर काठमाडौँबाट उडेर जाँदा 1 घण्टा चान्चुनमै पुगिन्छ। करिब 360 मिटरको उचाइमा अग्ला डाँडाहरू बीच अवतर गर्दा पनि अलि अनौठो अनुभूति हुन्छ। ठुलो विमानस्थल, तर नागरिक विमानस्थलको आवाज निकै पातलो। लडाकु विमान र सैनिक हेलिकप्टरको तैनाथी चाहिँ बाक्लो अन्तर्राष्ट्रिय विमानस्थल भने पनि त्यहाँ अन्तर्राष्ट्रिय उडान हुने भनेको चाहिँ काठमाडौँबाट मात्र रहेछ। 2072 भदौ 24 गते हामी एयर चाइनाबाट बेजिङ तर्फ जाँदै थियौं। याल्सामा ट्रान्जिट पर्यो। विमानबाट झर्दै गर्दा चीनका 5 प्रमुख नेताहरूको ठुलो बिलबोर्डमा आँखा परे, जसमा सी जिनपिङ, चिन्थाओ, च्याङ चमिन, ताङ स्याफोङ र माओका रङ्गीन मुखाकृत थिए। भव्य ट्रनिमल भवनभित्र तिब्बती परिवेश झल्कने सजावट थियो। त्यहाँ अकस्मात भेटिए नेकपा एमालेका तत्कालीन महासचिव ईश्वर पोखरेल र पोलिट ब्युरो सदस्य विष्णु रिमाल। उनीहरू देशमा जारी गर्न लागि नयाँ संविधानप्रति चिनिया नेतृत्वको समर्थन जुटाउन आउन आफ्ना अध्यक्ष केपी शर्मा ओलीको सन्देश बाहेक बेजिङ जाँदै रहेछन्। संविधान निर्माणपछि बन्ने सरकारको नेतृत्व ओलीले गर्ने निश्चित प्राय भएकाले पनि त्यो सन्देश अर्थपूर्ण थियो। हामीसँग ट्रान्जिट समय लामै थियो। प्रतीक्षा कक्षामा निकै बेर कुराकानी भयो। पहिले केही बेर समसामयिक राजनीतिक बारे चर्चा चल्यो अनि मैले पुराना कुराहरू कोट्याउन थाले। त्यो किनभने मलाई थाहा थियो चीनसँग एमालेको सुरुवाती सम्पर्क गाँच्न भूमिका खेल्नेमा पोखरेल पनि थिए। उनी तत्कालीन नेकपा एमालेका महासचिव सीपी मैनालीसँग 2037 जेठमा भूमिगत अवस्थामै चीन पुगेका थिए। 35 वर्ष अघिको त्यो गोप्य चीन भ्रमणबारे पोखरेलसँग चिनिया भूमिमै कुराकानी हुन एउटा रमाइलो संयोग भयो। मैनाली र पोखरेल अचेल झैं विमानबाट होइन, दोलखा सिन्धुपाल्चोकको सिमानाबाट हिँड्दै खासा भन्दा अलि माथिबाट तिब्बततिर छिरेका रहेछन्। त्यस बेला बाटो देखाउँदै लैजाने काम सिन्धुपाल्चोकका नेता अमृत बोहराले गरेका थिए। बाटोमा लेक लागेर झन्नै मरेको नेपालतर्फ त उडारमै सुत्नु परेको थियो। पोखरेलले सम्झिए। तिब्बतपट्टि निकै हिँडेपछि बल्ल चिनिया सम्पर्क व्यक्ति भेटिए। हाम्रो कारणले पञ्चायती सरकारसँग आफ्नो सम्बन्ध बिग्रेला कि भन्नेमा चिनियाहरूको चिन्ता थियो। त्यही भएर हामी त्यस्तो घुमाउरो बाटोबाट जानु परेको थियो। उनीहरूलाई लिन बेजिङबाट लाओ वाङ नामका अधिकारी आएका थिए। उनीले नेपाली नेताहरूलाई खासमा गाडी चढाएर
वाल्सा पुर्याए पोखरा। त्यहाँबाट फर्के बाँकी दुई नेताहरू जहाजबाट बेजिङतर्फ लागे। न भिसा न पासपोर्ट, उनीहरू माओको मुलुक पुगेका थिए। तर माओको 4 वर्ष अघि निधन भइसकेको थियो र उनले थालेको सांस्कृतिक क्रान्तिको अतिवाद त्यागेर चीन भर्खरै तङ्ग स्याओफिङ प्रवर्धित खुलापन आर्थिक उदारीकरणतर्फ प्रवेश गर्दै थियो। कम्युनिस्ट क्रान्ति निर्यात गर्ने दङदङीबाट पनि चीन बाहिर निस्कँदै थियो। यता नेकपा माले पनि झापा विद्रोहको हिंसात्मक पृष्ठभूमिबाट बाहिर निस्केर पार्टी संगठन विस्तारमा लागेको थियो। त्यतिन्जेलमा नेपालमा पहिलो पुस्ताका कम्युनिस्ट नेताहरू सहित रहेको चीनको पुरानो सम्बन्ध छिन्न भिन्न भइसकेको थियो। त्यसैले उनीहरूले नयाँ पार्टी मालेलाई नजिकबाट परख गर्न, प्रभावित पार्न वा कम्तीमा सम्पर्कमा राख्न चाहे। त्यस पृष्ठभूमिमा माले महासचिव मैनालीलाई गोप्य रूपमा बेजिङ बोलाइएको थियो। मैनाली पोखरेलले चीनमा करिब 3 महिना बिताए। बेजिङ, साङ्घाई, माओको जन्मथलो हुना लगायतका ठाउँहरू पुगे। त्यस क्रममा उनीहरूको चिनिया कम्युनिस्ट पार्टी सीपीसी अन्तर्राष्ट्रिय विभागका प्रतिनिधिहरूसँग बेजिङमा 15 दिन लामो राजनीतिक वैचारिक विमर्श चल्यो। नेपाली र हिन्दी बोल्ने दुई अनुवादकहरूको सहयोगमा चिनिया नेताहरूले राजा वीरेन्द्रको भूमिकाबारे निकै सोधखोज गरे। राजासँग आफूहरूको सुमधुर सम्बन्ध रहेको र त्यसलाई बिगार्न नचाहेको स्पष्ट जनाउन पनि दिए र भने तपाईको आन्दोलनप्रति हाम्रो नैतिक समर्थन छ, राजनीतिक सहानुभूति छ, तर कुनै किसिमको भौतिक सहयोग भने गर्न सक्दैनौं। चिनियाहरूले आफ्नै स्रोत साधनको बलमा क्रान्ति गर्न सके मात्र त्यो टिक्ने र अन्तर्राष्ट्रिय समर्थन पाउने सुझाव समेत दिए। माले नेताहरूले राम्ररी बुझे आफ्नो आदर्श मुलुकबाट कुनै किसिमको भौतिक सहयोग वा खुल्ला राजनीतिक समर्थन मिल्नेवाला छैन। बरु चीनमा भएको अन्तर्क्रियाले उनीहरूलाई माओलाई आदर्श मानेर हिँडिरहेको उग्रवादी बाटोबाट बाहिर निस्कन प्रेरित गर्यो। ईश्वर पोखरेलका शब्दमा हाम्रो चीन भ्रमण र त्यहाँको छलफलले पार्टीको सोच्ने शैली ठूलो भिन्नता ल्यायो। त्यसपछि हामीले जनसङ्गठनको नीति ल्यायौं, विद्यार्थी संगठन र पार्टी संगठन विस्तार गर्न थाल्यौं। चीनमा तङ स्याओफिङहरूले अपनाएको आर्थिक नीति र खुलापनको समर्थन गर्यौं। खासमा उनीहरू चीनबाट फर्केको केही सातामै 2037 असोजमा मकवानपुरको फाखेलामा बसेको नेकपा मालेको केन्द्रीय समिति बैठकले वर्गशत्रु कार्यनीति त्याग्ने, जनआन्दोलन र जनसङ्गठन निर्माणको कामलाई प्राथमिकता दिने लगायतका कार्यदिशामा व्यापक फेरबदल गरेको थियो। त्यसले जसको हातमा दुश्मनको रगत लथपदिँदैन त्यो सच्चा कम्युनिस्ट हुनै सक्दैन भन्ने खालको उग्रवादी सोच राख्ने पार्टीलाई बिस्तारै शान्तिपूर्ण राजनीतितर्फ मोडिने आन्तरिक आधार प्रदान गर्यो। उनीहरूले पञ्चायती निर्वाचन पनि उपयोग गर्न थाले। 2039 जेठमा नेकपा मालेको दोस्रो प्रतिनिधित्व मण्डल चीन भ्रमणमा गयो, जसमा माधव कुमार नेपाल, जीवराज आश्रित र अमृत बोहरा थिए। उनीहरू पनि अघिल्लो झैं भूमिगत ढङ्गबाटै सिन्धुपाल्चोकको मुडेबाट हिँड्दै दोलखाको कालिन्चोक भएर खासा क्षेत्र छिरेका थिए। त्यहाँबाट तिनलाई लाओ वाङले लासा हुँदै बेजिङ पुर्याए। चीनमा 1 महिना जति बस्दा उनीहरूलाई पनि सीपी मैनाली र ईश्वर पोखरेललाई झैं आफ्नै खुट्टामा उभिनुपर्ने सन्देश स्पष्टसँग देखियो। ती दुई अन्तर्क्रियापछि चीनले माले नेताहरूलाई बेजिङ बोलाइरहन चाहेनन्। कथा त्यस्ता गोप्य भेटको भेद खुल्यो भन्ने राजदरबारसँगको उनीहरूको विश्वासमै दरार आउन सक्थ्यो। त्यो खतरा देखियो पनि पार्टी महासचिव सीपी मैनालीले जेलमा रहेको आफ्ना दाइ राधाकृष्ण मैनालीलाई 2068 सालको अन्त्यतिर पठाएको एउटा पत्रमा आफू भूमिगत रूपमा चीन गएको कुरा समेत उल्लेख गरेका थिए। पार्टीभित्र अन्य थुप्रै मुद्दा गरेको निमित्त कारण देखाउँदै कारबाही गरियो। झलनाथ खनाल नयाँ महासचिव बने। उनले पनि चीनसित सम्पर्क बढाउन चाहे। त्यहाँनिर भूमिका आयो मिलन तुलाधारको, जसले इन्द्रचोकमा पूर्णबहादुर एमाले खोलेको नेपाल चीन मैत्री संघमा चिनिया भाषा सिकेका थिए र नेकपा मालेको शुभेच्छुकका रूपमा क्रियाशील थिए। तुलाधारलाई महासचिव खनाल र नेता माधव कुमार नेपालले बोलाएर चिनियाहरूसँग भेट्न जाने प्रस्ताव राखे। त्यसै अनुरूप उनी अगस्त 1985-2042 मा थाइल्याण्डको बैंकका पुगे। पूर्व निर्धारित
योजना अनुरूप त्यहाँको चिनिया दूतावास गई थाङ नामका अधिकारीलाई भेटे, जो सीपीसीका स्थानीय इकाइ प्रमुख होलान् भन्ने उनको अनुमान छ। भूमिगत भेट भएकाले उनले पूरा परिचय दिएनन्, मैले पनि बताइन। एम्बेसी भित्रै एउटा कोठामा दिनभरि जस्तो कुराकानी भयो। तुलाधारका भनाइमा मलाई यो कुरा गर्नु पर्यो भनेर पहिल्यै भनिएको थियो। त्यही सीमाभित्र बसेर छलफल गरे। त्यति बेला प्रजातन्त्र पूर्ण बहालीका लागि पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन कहिले सुस्ताउने कहिले बौरिने भइरहेको थियो। त्यो चर्किलो वा त्यसले हिंसात्मक रूप लिएर गृहयुद्ध नै हुने स्थिति आयो भने त्यसलाई दबाब चिनियाहरूले सरकारलाई नसगाउन हतियार लगायतका सहयोगहरू नदिउन् भन्नेमा माले नेताहरूको सरोकार थियो। दुई पार्टी बीचको सम्बन्ध मजबुत बनाउने उद्देश्य पनि थियो। तुलाधरले तिनै सन्देश सुनाए अनि थाङले सोधे, नेपालको विदेश नीति युनिक किसिमको छ, तपाईहरूको नीति कस्तो हुन्छ? सत्तामा गएपछि हामी पनि स्वतन्त्र अंशलग्न परराष्ट्र नीति नै अपनाउँछौँ। कम्युनिस्ट पार्टीले शासन गरेको मुलुक भएको हुनाले चीनप्रति वा हाम्रो पार्टीको विशेष आकर्षण हुनेछ, तर हाम्रो सरकारको नीति असंलग्नता नै रहनेछ भन्ने मैले तुलाधरका अनुसार थाङले चीन र भारत बीच सन्तुलित सम्बन्ध राखेरै अगाडि बढ्दा राम्रो हुने सुझाव दिए। चिनियाहरूले त्यस बेला नेपालमा शासन व्यवस्था फेरिन र नेकपा माले एउटा मुख्य राजनीतिक शक्ति बनेर आउन सक्छ भन्ने ठानेर भेटघाट बढाएको हुन सक्ने तुलाधार अनुमान गर्छन्। फर्केर आएपछि उनले महासचिव खनाललाई 10 पानाको प्रतिवेदन बुझाएर आफ्नो अवलोकन र विश्लेषण सहित त्यसमा मैले चिनियाहरूले नेपालसँग राज्य जुन स्तरको गाढा सम्बन्ध छ त्यो कुनै हालतमा बिगर्न चाहँदैनन्। त्यसमा मैले चिनियाहरूले नेपालसँग राज्य स्तरमा जुन स्तरका गाढा सम्बन्ध छ त्यो कुनै हालतमा बिगर्न चाहँदैनन्, तर कम्युनिस्ट वा प्रजातान्त्रिक क्रान्ति सफल भयो भने जुनसुकै सरकार आए पनि निकट सम्बन्ध राख्न चाहन्छन् भन्ने निष्कर्ष लेखिएको देखे। तुलाधरले बताए, नेकपा मालेलाई हिंसात्मक अतिवादबाट शान्तिपूर्ण व्यवहारतर्फ मोड्न उत्प्रेरित गर्ने विभिन्न तत्त्वमध्ये चिनिया पक्षसँगको अन्तर्क्रिया पनि एउटा कारण बनेको थियो। त्यस रूपान्तरणले नेकपा मालेलाई 2046 सालमा अन्य वामपन्थी घटक र नेपाली काङ्ग्रेससँग पञ्चायत विरुद्ध संयुक्त जनआन्दोलनमा उत्रिने र त्यस पश्चात प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिमा सहभागी हुने ढोका खोल्यो।